हेलो एभ्रिवान, अहिले चाहिँ हामी यहाँ खोला आइरहेको छौँ है। आज चाहिँ हामी यहाँ 12 माइल खोला आएको छौँ है। यति साह्रो गर्मी थियो, अन्त खोला जाउँ भनेर चाहिँ हामी आइरहेको छौँ। र हामी को छौँ भने चाहिँ यहाँ एकजना छ, लु छिटो खेल। यहाँ अर्को छ, तँ चाहिँ छिटो खोलामा पस् भन्दैछ है। फोटोै मात्रै खिच्छ होइन न, खोलामा पस्दैन होइन। म चाहिँ एकपल्ट पसेर निस्किसकेको, अनि एकदम शीतल। अब यो खोलामा यो पानी खेल्दा त नि, यो पानी खेल्दा त यति साह्रो शीतल फ्रेस है। अम्बो यति साह्रो गरम भइरहेको थियो अघि चाहिँ। त म तपाईँहरूलाई देखाउने छु। यो चाहिँ हाम्रो घरको नजिकै है, 12 माइल खोला भन्छ। र हामी त्यहाँ आएको छौँ आज चाहिँ। उहाँहरूको चाहिँ फोटोसुट हुँदैछ है। यो वाइट लाउने केटी चाहिँ खालि फोटै मात्रै खिच्छ। छिटो पानीमा पस् भनेको पनि मान्दैन हो। यहाँ फोटै मात्रै खिच्दैछ हो। उहाँको नाम चाहिँ पुष्पा राई हो। अन्त यहाँनिर छ पानी। वाउ, कस्तो चिसो, यति शीतल, यति मजा आयो है। के भन्नु र, यति मजा आयो है। म चाहिँ यहाँ छु। मलाई स्विमिङ गर्नु त आउँदैन, पानीमा डुबेर बस्नु चाहिँ आउँछ, तर स्विमिङ गर्नु चाहिँ आउँदैन मलाई। पुरा डर लाग्छ कि यहाँ चाहिँ नि। यहाँ चाहिँ हेर्नु, यहाँ चाहिँ पुरा गहिरो रहेछ। यहाँ चाहिँ गहिरो छ होइन। म चाहिँ यहाँ छेउमा बसिरहेको छु। म चाहिँ डर लाग्यो, जान्दिनँ। स्विमिङ गर्नु आएको भए त मजाले गर्दा हुन्थ्यो नि, तर के गर्नु आउँदैन हो। पानीमा डुब्यो बस्यो, त्यति हो। लु 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 छिटो जाऊ, छिटो पानीमा जाऊ, छिटो। रेजिना, चिप्लो छ है यस्तोतिर चाहिँ। तपाईँहरूले जोगिएर हिँड्नुपर्छ। खोलामा आउँदा चाहिँ यस्तो ढुङ्गा यस्तै डरलाग्दो चिप्लो छ। लु 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 छिटो छिटो, लु एकपल्ट पस् त रेजिना। रेजिना अघिको छ केस भिजा त, अघिको छ केस भिजा त। उहाँ हेर्ने चाहिँ हिरोइन छ है, हिरोइन जस्तो देख्यो। वाउ के राम्री देखेको नि। वाउ वाउ, क्याट्रिना कैफ जस्तो देख्दैछ तिमीलाई। क्याट्रिना कैफ जस्तो देख्दैछ। दामी छ ऊ खोलाहरू चाहिँ। यहाँ चाहिँ म्याडम हुनुहुन्छ हो, पुरा मन्त्र जप्दैछ। अब हामी चाहिँ खोला सकेर खेलिसकेर खाजा खानु आँटेको। हाम्रो यहाँ कोल्ड ड्रिङ्क्सहरू ल्याएको छ हामीले हो। ल लड्यो लड्यो। यो हो हाम्रो झालमुरी है, झालमुरी ल्याएको छ। यहाँ छ, यहाँ छ। अन्त अर्को चाहिँ यहाँ के छ भने चाहिँ फाले छ, देखि ल। ए फाले ल्याएको छ। उसमा आइज ल, हेर्नुहोस् है, डरेर यस्तो भएछ काली सबैजना। यहाँ अर्को छ। यहाँ चाहिँ म छु, हेर्नुहोस् है, अनुहार डरेर। चेयर्स गरौँ, चेयर्स चेयर्स चेयर्स। पुष्पा आइज न, चेयर्स। लु खाऊ। हाम्रो लन्च खोलामा कस्तो भएछ? नआएर लुगा सुकाइरहेछ यहाँ। झालमुरी पनि छ हाम्रो। प्लास्टिक सानो भइसक्यो, दुईवटा प्लास्टिकमा ल्याएको छ। यहाँ कोल्ड ड्रिङ्क्स यहाँ पनि छ। झालमुरी हेर्नुहोस् है, त पिरो मिठो पिरो पिरो रहेछ। पिरो 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 पिरो। पिरो के चाहिँ
happened? मिठो भयो साथी Wow, it's so tasty and delicious, and I love it. केटीहरूले किन चटपटे मन परेको होला है केटीहरूले खालि पिरो तितो अम्लो मात्रै हजुर अन्त पादियो भने कस्तो हुन्छ दामी मिठो केटीहरूले बम पड्किन्छ टिक्तो गराउँछ भन्ने चाहिँ एउटा थियो नि लिनुहोस् यो के हो तपाईँहरूले चिन्नुहुन्छ होला प्रायःले त है यसलाई भन्छ खोप्ने यसको अचार पनि खानु सक्छ है खाँदैछु है खोप्ने खाँदैछु म चाहिँ खोलामा यहाँ पुरा रहेछ नि त त्यस्तो छ कम फ्रोजन तपाईँले अचार पनि खानु सक्नुहुन्छ यो चाहिँ वाउ मिठो खाने भन्नुभएको छैन कति खाने यसरी के लगाएर मेरो साथीहरूले चाहिँ देखेको छैन रहेछ नि त उहाँहरू चाहिँ अलिक बजारको मेरो साथीहरूले चाहिँ छ्याक्कै खाएको भन्नुहुन्छ ल यो खाता हो पहिला देखा त अलिक सुकेको छ अलिक मोटाउँछ यो खायो भने खानु मिठो मिठो छ यसो हाल्नु छ नि यसको अचार पनि खानु सक्नुहुन्छ तर अचार कसरी बनाउँछ थाहा छैन यहाँ छैन होला है खोर्सानी लाउनु हो ला ऊ मकैभरि करेम करेम हरियो मकै धरेम धरेम हरियो हरियो वाउ मिठो हुँदो रहेछ पहिला पुरा खान्थ्यो नि त खोलामा हामी चाहिँ खोलामा सँगै यो चाहिँ 12 माइल खोलामा आज चाहिँ हामी साकादावाको छुट्टीमा आएको छु आएकोसँगै खाजा खाइसकेको हामीले है खाजाले अगाइन अरे यहाँनिर ठोट्ने मठार्दैछ है पुनमले यसलाई पनि खा भनेको यो चाहिँ अलिक यो चाहिँ खानु मानेन सहरको म्याडम बन्नु भएछ कि मैले खान खाँदैन यहाँ भरे फुल एसी भएको दैलोमा बस्नु पाउँछ भाग्यमानी भन्न तिमीहरू आनन्दको गाडी हेर कस्तो दामी हामी त भ्यानमा जाँदैछौँ खोलाबाट मजा आयो फुल एसी है यहाँ एसी फुल छ ए त्यही त निस्केर जाँदा पनि भयो तिमीहरूलाई घर पुग्यो भने मजा आयो लडी जान्छ रहेछ है पुष्पा लडी चाहिँ जानु भएन नि होइन ए